सो हेलो दोस्तों, नमस्ते सबैलाई। हाई होप हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला है। म पनि एकदमै सन्चै छु। फाइनल्ली ब्याक भइसकेको छु है। एकदमै धेरै टाइम पछि आयो है। झन्डै 5-6 महिना लाग्यो होला हो मलाई। विन्टर थियो, विन्टरमा खासै राइड गरिएन होइन। अब यो सिजन चाहिँ बल्ल स्टार्ट भएको छ होइन। अब यो सिजन चाहिँ बवाल चिल हान्ने हो। यसपालि विन्टरमा त्यति धेरै राइड पनि गरिएन अनि भिडियोहरू पनि त्यति बनाएन होइन। फाइनल्ली यो ग्यापको प्रगति चाहिँ मेरो बाइक मैले चेन्ज गरिसकेको छु होइन। पहिला चाहिँ TNT600 चढिरहेको हो नि त होइन। अहिले चाहिँ BMW S1000 आरमा सिफ्ट भयो। 1000 को मजा पनि लिनु पऱ्यो नि त होइन। अनि बाइक ल्याएको चाहिँ 1 महिनाभन्दा पनि धेरै भइसक्यो, तर राइडहरू चाहिँ त्यति धेरै गरेको थिएन, त्यही भएर मैले भिडियोहरू बनाएको थिएन। आज चाहिँ राइड हिँडेको हाम्रो पुजन ब्रदरले बोलाउनु भएको थियो। हाम्रो पुजन ब्रदर चाहिँ मास्तिर कता वर्कसपतिर हुनुहुन्छ अरे, बाइकको टायर चेन्ज गर्ने भन्दै हुनुहुन्थ्यो। रियर टायर चेन्ज गर्ने हो के अरे, अस्ति ग्रुपतिर हाल्दै हुनुहुन्थ्यो। अनि हाम्रो पुजन ब्रदरको पनि प्रगति भएको छ है। पहिला त यामाहा 3 चढ्दै हुनुहुन्थ्यो नि त। अहिले चाहिँ हाम्रो पुजन ब्रदर पनि 600 सिफ्ट हुनुभएको छ है। जेटेक 6R के कावासाकीको यस्तो बवाल छ, फुल सिस्टम छ है। साउन्ड पनि यस्तो मिठो आउँछ क्या त्यो बाइकको। जस हाम्रो पुजन ब्रदर र मैले सँगसँगै लिएको हो क्या बाइक चाहिँ। त्यो 1-2 दिनको मात्र फरक होला क्या। मैले यो बाइक राइड गर्न चाहिँ यस्तो मजा छ क्या है। क्विक सिफ्टर भएको बाइक हो, डाउन सिफ्टिङ पनि छ, अप सिफ्टिङ पनि छ। यस्तो मजा आउँछ क्या। डाउन सिफ्ट र अप सिफ्टको साउन्डै बवाल लाग्ने पहिल्यैदेखि मलाई है। त्यही भएर डाउन अप सिफ्ट भएको बाइक लिएको। यस्तो मजा आउँछ क्या राइड गर्न पनि। म चाहिँ अलमोस्ट डेस्टिनेसन आइपुग्न लागिसक्यो। 1 किलोमिटर पनि छैन अब चाहिँ। आइपुग्यो त। कहाँनिर हो वर्कसप? कता भित्र हो यार? कम्पनी एरिया जस्तो छ त। ल कहाँनिर हो र? यहाँनिर रहेछ, यहाँनिर। बल गर्मी भयो। ल्या के हो, टायर त चेन्ज गरी भ्याइसकेको त यार। ल छिटो र टायर चेन्ज गरी भ्याइसकेको रहेछ त। यहाँ रहेछ 2टा बाइक यार। बल बल ए के छ हाल खबर? हेलो सन्चै हुनुहुन्छ नि? एकदम एकदम। एउटा R1 हो क्या हो यार। R1 हो र? R1 रहेछ। त्यो पनि R1, यो पनि R1। एउटा ब्ल्याकमा एउटा रेडमा बोबाल हो यार। म्यानमारी हो? हो र? हो र? ल म्यानमारीहरूको बाइक रहे है यो चाहिँ। यस्तो बोबल बोबल बाइक चढाएर रहेछ। हाम्रो पुजन ब्रदरको 6R यो भइहाल्यो। मेरो बाइक यता न्युन कलरमा भोवाल छ यो बाइक पनि। कति छिटो टायर चेन्ज गरी भ्याएको र। 190 को टायर हाल्नु पर्छ। भोवाल छ। पड्काउँदै हिँड्नु रहेछ त। कहाँ पड्काउने यार, पड्काएन हो। उता योजुतिर गएको थियो त्यति बेला। गर्मी चाहिँ यार ठट। A few moments later. हाम्रो पुजन ब्रदर र अर्को साथीसँग चाहिँ भेट भइसक्यो। अब हामी चाहिँ यहाँबाट निस्किन लाग्यो। हाम्रो म्यानमारी साथीहरूको बाइक रहेछ यो चाहिँ। बहुत रमाइलो रहेछ क्या। भित्र भेटेको थियो। सँगै राइड जानुपर्छ है भन्दैछ क्या। मिलाएर पछि एकचोटि सँगै राइड जानु पर्ला। अनि हामी चाहिँ यहाँ 3 जना भयौँ। उताबाट हाम्रो पुजन ब्रदरको अर्को साथी पनि आउँदै हुनुहुन्छ अरे। अनि उताबाट हाम्रो सागर भाइ नै आउँदैछ अरे। सागर भाइ चाहिँ मैले बेनेल बेचेको भाइ है। अब चाहिँ हामी निस्केको। तर क्याफे चाहिँ अहिले कति बज्यो? 3 बजीतिर मात्र खुल्ने रहेछ। अहिले त 1:30 जति मात्र भयो। हामी 2 बजीतिर पुग्छ होला। अब एकछिन वेट गर्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ गएर सी साइडतिर एकछिन बस्ने हो कि अरे। अनि क्याफे खुलेपछि क्याफेतिर आउनु पर्ला। अनि सागर भाइको बाइक चाहिँ हाम्रो ऊ साथीले लिएको रहेछ ड्युक। जो सबै बाइक आफ्नै सर्कलमा रह्यो है। यो एरिया चाहिँ मलाई बवाल लाग्छ है। पहिला साइक्लिङ पनि आइन्थ्यो क्या यतातिर। मेरो कम्पनी यतै नजिकतिर थियो पहिला चाहिँ। अहिले चाहिँ म टाढा छु। आज चाहिँ राइड गर्दाखेरि बाटो यतै पऱ्यो क्या। बवाल लाग्छ क्या। यो डाँडा त्यो डाँडाहरूमा गएर यति बसिन्थ्यो होइन। यस्तो बवाल ठाउँ छ नि यो है। ए कस्तो खुसी लाग्यो। यताको भाइबे कस्तो मिठो छ क्या। सिजन छ है, राइड गर्ने साथीहरू टन्नै भेट्छ क्या। कोरियनहरू पनि एकदम धेरै राइड गर्छ क्या यो सिजन चाहिँ। वान अफ द बेस्ट ठाउँ क्या यो चाहिँ मेरो। कोरियामा यस्तो कोरियामा बसिन्छ धेरै ठाउँ कोही होइन।
तर यो जतिको बवाल ठाउँ चाहिँ कहीँ लाग्दैन क्या यस्तो बवाल लाग्छ यो तलतिर सिटी छ यस्तो बवाल सिटी छ होइन अहिले यता आयो भने पिस छ क्या सुन्ने त्यति मान्छेहरू नि हुँदैन यस्तो रमाइलो छ क्या यो ठाउँहरू पहिला बवाल आइन्थ्यो होइन अहिले चाहिँ धेरै भएन आएको जो आज बाटो परेछ है भाइबे यस्तो मिठो आइरहेको छ क्या यताको यङछङदोङको सिटी साइडतिर आइपुग्यो है मामाजीको गाडी रहेछ यता यो चाहिँ सी साइड रहेछ पुरै पार्किङ पाउनु पो गाह्रो होला हो यता त हेर्नु न पार्किङ गरेको कुद्दो रहेछ बेनेली पड्काउँदै आउनु भयो गर्नु भएको छैन भाइ के छ हालखबर एकदम बाइक त अर्कै बनायो भाइले यार के हो यार आमा ल अर्कै छ त बाइक त यार मसँग त अर्कै थियो बाइक यार अहिले त अर्कै बनाएछ भाइले यार हो बवाल देखाएको छ बवाल A few moments later. हाम्रो यहाँ पूजन बजारका अर्को साथी स्कुटर पनि लिएर आइसक्नुभयो अहिले त हामी 5 जना भयो अब हामी चाहिँ बेकर्स क्याफेतिर जानु लाग्यो खासै टाढा त छैन यहाँबाट त्यही 10-15 मिनटमा पुग्छ होला सिटी रहेछ सानो सिटीतिर बिजी हुने रहेछ बाटो चाहिँ अब क्याफेतिर निस्केको हो के अरे यहाँबाट है क्याफेतिर अब कति टाइम बस्ने हो बाटो पुरै जाम भयो त सुपर कार आयो सुपर कार बवाल कति बिजी बाटो हो यार कति धेरै मान्छे हो स्पेसल त्यस्तो त खासै केही त छैन त के साह्रो हो सुपर कार अर्को यहाँ एउटा ए के हो के खालको बनायो बोवाल बनाएको त के डिजाइनै त्यस्तो हो बोवाल छ त्यो कार त अत्तिकै अत्ति ए सायद हामी त्यो जाने क्याफेमा पनि बोवाल होला बाइकहरू मलाई चाहिँ त्यस्तो लाग्छ यतातिर त्यो एउटा क्याफे होला यसो मिटअप अनि यता घुमघाम गर्नलाई आउँछन् मान्छेहरू रिट्रिट क्याफे भनेर यहाँ रहेछ नि त क्याफे त ठिक छ बल बाइकहरू पनि रहेछ डट पनि रहेछ है क्याफे पनि आइपुग्यो क्याफेमा बाइकहरू टन्नै छ राम्रो रहेछ क्याफे बस्नु पनि राम्रो छ भित्र क्याफे हेलमेटहरू पनि बवाल रहेछ अब स्कुटर पनि रहेछ कफी खानु भएन जस्ट बल बाहिरभित्र बस्ने ठाउँ बाहिर भ्यू पनि बवालै छ सो अब हाम्रो गाइजहरू चाहिँ रेडी हुँदैछ निस्किनलाई आएर 2-3 घन्टा पनि बस्यो है मजाले कफी सफी खाइयो क्याफे पनि राम्रो रहेछ बाइकर्सहरू पनि टन्नै आउने रहेछ बस ठाउँहरू पनि राम्रो रहेछ भित्र पनि राम्रो रहेछ ठिक छ कसैलाई घुम्नु मन छ भने बाइक साइक लिएर यता आउनु होला घुम्नु होला है उता अगाडितिरसम्म कतापट्टि हो
सँगै बाटो हुन्छ त्यसपछि चाहिँ हामी छुट्टिएर अब घरतिर लाग्नुपर्छ लाइनअप त खतरा छ त हाम्रो स्कुटरवाला साथी खतरा चलाउँदैछ हाम्रो ट्युबवाला ब्रदर राइड त खतरा गर्ने भइसक्यो हाम्रो साथीहरू हाम्रो पुजर ब्रदर यहाँ इन्जोय गर्दै राइड गरिरहेको छ बल राइड हुँदैछ है बल बल कस्तो बल देखिरहेको छ अगाडिको पुल दामी देख्ने रहेछ यहाँको पुल त बोवाल देख्ने रहेछ नि त हिंसा गर्दै कपाल राइड गरेको रहेछ दुईजना अहिले त यो लाइनमा त बाइकै बाइक भयो त पछाडि गाडी छ यो लाइनमा त बाइकै बाइक भयो त सायद यही पुलतिरबाट कताबाट छुट्टिने हो हामी अलि अगाडिबाट होला उनीहरू लेफ्टतिर जाने हो म अलि अगाडिबाट राइटतिर जाने हो दामी पुल रहेछ तर क्यामेरा रहेछ क्या नत्र कुदाउनु भोबाल मजा आउने बाटो रहेछ नि त अगाडिबाट एक्जिट रहेछ मेरो त उनीहरूको कतापट्टि हो यतै रहेछ एक्जिट त सँगै रहेछ उता अगाडिबाट लेफ्टतिर होला उनीहरू बाटो छुटेको है छुटेर हिँडेँ म ल अब आजको भिडियो चाहिँ सकेको जस्तो छ थ्याङ्क्स फर वाचिङ दिस भिडियो हामी भेट्ने त नेक्स्ट भिडियोमा है